हाम्रो देशमा अहिले राप्रपाले कुरा गरिराखेको राज संस्था कस्तो राज संस्था हो भन्दाखेरि बेलायतको जस्तो राज संस्था, जापानको जस्तो राज संस्था, संविधानको परिधिभित्र रहने राज संस्था, जसले अभिभावकीय संस्थाको रूपमा काम गर्छ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले देश चलाउने र राज संस्था अभिभावकको रूपमा रहने। त्यस कारणले हामीले अहिले परिकल्पना गरेको राज संस्था भनेको शासन गर्ने होइन, अभिभावकको रूपमा रहने राज संस्था हो। राज संस्था आउने बित्तिकै देशमा कायापलट हुने होइन। हामीले अहिले खोजिराखेको परिवर्तनको एउटा अंश हो राज संस्था। जस्तै हामीले हिन्दू राष्ट्र पनि भन्छौँ, तर हिन्दू राष्ट्र राज संस्था आउने बित्तिकै देश रातारात बन्ने कुरा होइन। किनभने फेरि त्यसमाथि पनि हामीले के भनिरहेका छौँ, अझ तपाईँले प्रति प्रश्न गर्न सक्नुहुन्छ। तिमीले भनेको राजाले त शासन पनि गर्ने होइन रहेछ, अभिभावक मात्रै भएर बस्ने रहेछन्, राष्ट्रपतिको ठाउँमा, अहिलेको राष्ट्रपतिको ठाउँमा बस्ने हो होइन, राष्ट्रपतिको ठाउँमा मात्रै बस्ने रहेछ भनेपछि त देश कसरी बन्छ त, कसरी बनाउँछन् त भन्दाखेरि हामीले अहिले यो परिवर्तनको प्रस्ताव गर्दाखेरि केवल राज संस्था पुनर्स्थापनाको कुरा मात्रै गरेको छैन होइन। हामीले निर्वाचन प्रणालीमा, अघि मैले थुप्रै कुरा, निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गऱ्यौँ, राज्य संरचनामा परिवर्तनको कुरा गऱ्यौँ, भ्रष्टाचारीहरूले दण्डित हुनुपर्ने व्यवस्था भनेको भ्रष्टाचार जसले गरेको भए पनि, जहिले गरेको भए पनि त्यो दण्डित हुन्छ र त्यो दण्डबाट चाहिँ कोही पनि उम्किँदैन भनेको। यदि भ्रष्टाचार गरेर कसैले झुक्याएर त्यो मरिसकेको रहेछ भने त्यसलाई च्यानमा गएर पनि सजाय गरिन्छ भनेको च्यानमा गएर खोतलेर ल्याएर सजाय गरिन्छ भन्ने कुरा होइन। तर कसैको बा आमाले सत्तामा बसेर भ्रष्टाचार गरेर कमाएको रहेछ भने तिनका परिवारका सदस्यसम्ममा पनि पछि गएर दण्डित गरिन्छ। त्यो सम्पत्तिको स्रोत के हो त होइन, तिनको नातागोतासम्ममा पनि गएर खोजेर दण्डित गरिन्छ। त्यो कोही मरेर उम्किनु पाउँदैन होइन, कोही भागेर उम्किनु पाउँदैन। विदेशबाट पनि अहिले तपाईँहरूले सुन्नुभएको छ कि छैन, अख्तियारको प्रमुखले के भनिराख्नु भएको छ, यहाँका नेताहरूले भ्रष्टाचार गरेर कमाएर विदेशमा लगेर राखेको पैसा बारेमा पत्ता लागिसक्यो। त्यो देशसँग फिर्ता ल्याउनको लागि कुरा गर्दाखेरि तिम्रो देशले एउटा कानुन बनाइदियो भने हामी फर्काइदिन्छौँ पनि भनिसक्यो, तर सरकारले कानुन बनाइदिएन, म के गरौँ भनेर अख्तियारको प्रमुखले अस्ति भर्खरै भनेको कुरा तपाईँहरू धेरैले सुनेको हुनुपर्छ कि भोलि त्यस्तो कि कसैले विदेशमै कमाएर राखेको छ भने पनि त्यसलाई फर्काएर ल्याएर दण्डित गर्न सकिने व्यवस्था र निर्वाचन हामीले के भनेको छौँ, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, सांसद ल मेकरको रूपमा मात्रै रहने। सांसद चाहिँ मन्त्री हुन नपाउने, ल मेकरको रूपमा मात्रै रहने भनेपछि सांसदले भोट किन्न हिँड्छ त, हिँड्दैन नि होइन। अहिले त कस्तो भन्दाखेरि एउटा समानुपातिक सांसद अघिल्लोचोटि काङ्ग्रेसको कोटाबाट पर्छ, अर्कोचोटि एमालेको कोटाबाट पर्छ भनेपछि त्यो त पैसाकै खेल भन्ने भन्दा त अर्को कुरा त होइन होला नि त होइन। तर त्यो पैसा तिरिकन त्यो व्यापारी कहिले काङ्ग्रेसबाट, कहिले एमालेबाट, कहिले अर्को पार्टीबाट किन हुन्छ भन्दाखेरि सांसद भएपछि मन्त्री हुन पाइन्छ, सांसद भएपछि नीति निर्माणमा प्रभाव पार्न पाइन्छ भन्ने। तर सांसद भएपछि सांसदले मन्त्री हुन पाइँदैन, कानुन बनाएर मात्रै बस्ने हो भनेपछि कसले पैसा तिरिकन सांसद हुन्छ, कसले चाहिँ भोटर किनिकन सांसद हुन्छ। त्यस कारणले चुनावमा हुने फजुल खर्च र भ्रष्टाचार पनि रोक्ने निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्नु पर्यो। त्यसै गरेर अब नेपालको चाहिँ 4टा महत्त्वपूर्ण क्षेत्रहरू, नेपालको मुख्य स्रोत र शक्ति भनेको एउटा ऊर्जा होइन, विद्युतको विकास, पर्यटनमा अहिले हामीले पर्यटन भन्ने बित्तिकै हिमाल देखाउने, वन जङ्गल, वन्यजन्तु देखाउने भन्ने मात्रै बुझ्छौँ। हामीले धार्मिक पर्यटन होइन, नेपाल विश्वका 2 महत्त्वपूर्ण धर्महरूको उद्गम थलो हो, हिन्दू र बुद्ध धर्म। दक्षिणपट्टि 1 अरबभन्दा बेसी मानिसहरू हिन्दू धर्ममा विश्वास राख्छन्। उनीहरूलाई एकचोटि मात्रै पशुपतिनाथ, मुक्तिनाथ, देवघाट र जनकपुर नगइकन हुन्न है हिन्दूहरूले भनेर हामीले राम्रो मार्केटिङ गर्न सक्यौँ भने, र त्यसै गरेर उत्तरपट्टि अरबौँको सङ्ख्यामै बुद्ध धर्मसँग कुनै न कुनै प्रकारले जोडिएका मानिसहरू बसोबास गर्छन्। छेउमा भुटान छ, कम्बोडिया छ, थाइल्यान्ड छ, म्यानमार छ, भियतनाम छ,
श्रीलङ्का छ कि जो बुद्ध धर्ममा विश्वास राख्ने देशहरू छन्। एकचोटि बुद्धिस्टहरूले बुद्ध जन्मस्थल लुम्बिनी नगइकन त बुद्धिस्ट भएको कुनै अर्थ रहन्न है भनेर मार्केटिङ गर्न सकेर उनीहरूलाई जीवनमा एकचोटि टेकाउन मात्रै सकियो भने त्यो धार्मिक पर्यटनले नै हाम्रो देशलाई चाहिँ कहाँबाट कहाँ पुर्याउँछ त्यसको कुनै हिसाब किताबै छैन। मैले ऊर्जाको त अझै केही महिना होइन, अब 1 महिना भनौँ न, ऊर्जा मन्त्री भएको थिएँ। त्यसबाट थाहा भयो कि नेपालमा बिजुलीको यत्रो ठुलो सम्भावना छ कि यो क्षेत्रमै, यो रिजनमै हामी ऊर्जाको यति धनी देश हो। अहिले 83,000 मेगावाट क्षमता छ हाम्रो भनेर भन्छ, तर मेरो आफ्नो बुझाइमा 1 लाख मेगावाट क्षमताभन्दा बेसी क्षमता नेपालको विद्युत उत्पादन क्षमता छ। अहिले हामीले 3500-3600 मेगावाट मात्रै उत्पादन गरेको छ। त्यसलाई हामीले 10,000 20,000 मेगावाटतिर चाहिँ नि उकालो लान थाल्यौँ। आधा मात्रै चाहिँ नि हामीले उत्पादन गऱ्यौँ भने कि हाम्रो इनर्जी फेरि ग्रिन इनर्जी हो। भारतलाई त्यो ग्रिन इनर्जीको स्रोत छैन, हामी नै हो। र हामीले डराउनै पर्दैन, हाम्रो बिजुली उसले नकिनिकन हुँदै नहुने स्थिति छ। फेरि हामीले हाम्रो देशभित्रै खपत गर्न सक्छौँ र हामीले हाम्रो बिजुली संसारको सस्तोमा दिन सक्छौँ। हामीले हाम्रो देशमा 1,000 भन्दा बेसी मानिसलाई रोजगारी दिने उद्योग कसैले स्थापना गर्छ भने उसलाई संसारको सस्तोमा बिजुली दिन्छौँ भनेर आह्वान गऱ्यौँ भने संसारभरका लगानीकर्ताहरू यही देशमा आउन सक्छ। र हामीले अरू यातायातको क्षेत्रमा पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने, हामीले ग्यास चुलोलाई विस्थापित गर्ने, यो त तमाम बाटो छँदैछ कि यो सबै हेर्दाखेरि हामीले 40-50 हजार तलबको लागि हाम्रो कुनै पनि युवालाई विदेश जानु नपर्ने परिस्थिति यसैबाट निर्माण गर्न सकिन्छ। भने कृषिको त्यतिकै सम्भावना छ। तपाईँ इजरायल, त्यो युद्धग्रस्त देश, 3% मानिसहरू कृषिमा चाहिँ नै संलग्न छन्, तर उनीहरूले कृषिजन्य वस्तुहरू निर्यात गर्छ। हामी 60% भन्दा बेसी मानिसहरू कृषिमा संलग्न छौँ, तर हामीले तरकारी, फलफुल र खाद्यान्न समेत गरेर खरबौँको चाहिँ कृषिजन्य वस्तुहरू आयात गर्छौँ। यसको अर्थ के हो भन्दाखेरि कृषिमा सरकारको प्राथमिकता पुगेको छैन, कृषिलाई हामीले आधुनिकीकरण गर्न सकेको छैन। कृषिलाई आधुनिकीकरण गर्ने बित्तिकै मात्रै पनि हामीले यहाँ पनि रोजगारी पनि सिर्जना गर्न सक्छौँ र हाम्रो जीवनमा परिवर्तन पनि गर्न सक्छौँ।